नमस्कार। 2026 मा 5वटा राशिको लागि सर्वाधिक शुभ हुने हुन्छ। 5वटा राशिको लाइफ स्टेबल हुने हुन्छ। तपाईको समस्याबाट बाहिर निस्किने र विगत बिग्रिरहेको अवस्थिति अथवा काहीँ न काहीँ अस्थिर पोजिसनलाई चाहिँ स्थिर रूपमा लिएर जान सक्ने हुन्छ। स्थिरता, धार्मिक यात्रा, पति पत्नीको सुख, पुत्र प्राप्ति, सर्व प्रकारका भाग्योदय अथवा कार्यमा सफलता हुनु अथवा धर्मालाभ हुनु, पदोन्नति हुनु, इन्कमहरू बढ्नु नै देखिन्छ र आर्थिक लाभको हिसाबले चाहिँ सर्वाधिक शुभ 5 राशिको लागि हुनेछ। जस्तो कुटुम्ब प्राप्ति, धन प्राप्तिका कुराहरू महत्त्वपूर्ण हुन्छन्। यस्तै वाणीमा सत्यता हुनेछ, सन्तानको सुख प्राप्त हुनेछ। सँगसँगै राजकृपाहरू पनि पाउने राशिहरू पनि छन् र राम्रो सत्सङ्ग र तीर्थयात्राका कारणबाट भाग्योदय हुने पनि हुन्छ। सबैभन्दा पहिले मिथुन राशि पर्ने हुन्छ। मिथुन राशिको लागि चाहिँ द्वितीय स्थानको बृहस्पतिको कारणले गर्दा तपाईको असाध्यै शुभ समय छ र तपाईको जीवनमा चाहिँ आर्थिक उन्नति, भाग्योदयका अवस्थितिहरू असाध्यै राम्रो छन्। यो सँगसँगै तपाईँ मीन राशिको लागि सर्वाधिक शुभ छ पुत्र लाभको लागि। मकर राशिको लागि चाहिँ ठ्याक्कै सप्तममा हुँदा चाहिँ विवाह बन्धनका योगहरू अथवा आर्थिक लाभका योगहरू, व्यापार व्यवसायमा सम्पन्न हुन सक्ने समयहरू चाहिँ देखिन्छ। वृश्चिक राशिको लागि सर्व प्रकारका सुख सुविधाहरू प्राप्त गर्न सक्ने, धनलाभ हुने, आर्थिक क्षेत्रमा प्रगति हुने, भाग्योदय हुने उपलब्धिहरू नै उपलब्धिको समय पनि छ। कन्या राशिको लागि पनि मान सम्मान, इज्जत प्रतिष्ठाहरू बढ्ने, घर गाडीहरू किन्न सक्ने अथवा स्टेबल भएर बस्न सक्ने हुन्छ। यो 5वटा राशि छन् जसको लाइफमा व्यापक परिवर्तनहरूको सम्भावना छ। म के भन्छु भने विदेशमा हुनुहुन्छ भने तपाईको जनवरीबाटै धेरै कुराहरूमा राम्रो हुनेछ र जुनको समयबाट तपाईको जीवनमा व्यापक परिवर्तनहरू र जीवनमा ठुल्ठुला सफलताहरू हासिल हुने हुन्छ। नयाँ जब गर्नु छ भने जुन पछाडि गर्नुभयो भने हुन्छ, अथवा नयाँ बिजनेस व्यापारहरूलाई चाहिँ जुनभित्रमा चाहिँ रेडी गर्नुहोस् र त्यस पछाडि गर्नुभयो भने राम्रो हुन्छ। करियर, आर्थिक लाभको हिसाबले सर्वाधिक शुभ छ।